नमस्ते पेटल फ्लोरल गार्डन शोमा स्वागत छ म हुँ पेटल र मसँग छ फ्लोरल आज हामी कुरा गर्न छौं सुन्दर इन्डोर एन्थुरियम प्लान्टको बारेमा त्यो हाई पेटल एन्थुरियम किन यति लोकप्रिय छ त एन्थुरियम यसको चम्किलो पात र हार्ट शेप जस्तो फूलको कारण धेरै मनपर्ने बिरुवा हो यो इन्डोर डेकोरेसनका लागि पर्फेक्ट हुन्छ अनि खास गरी रातो गुलाबी र सेतो रंगमा पाइने यसको फूलले घरलाई लग्जरी फिल दिन्छ अब कुरा गरौँ यसको केयरको बारेमा कसरी हेरचाह गर्ने सबैभन्दा पहिले एन्थुरियमलाई इनडाइरेक्ट सनलाइट चाहिन्छ डाइरेक्ट घाममा राख्दा पात जल्न सक्छ पानी कति दिनुपर्छ माटो सधैँ हल्का तर मोइस्ट राख्नुपर्छ तर ओभर वाटरिङ गर्नु हुँदैन ह्युमिडिटी कस्तो चाहिन्छ एन्थुरियमलाई हाई ह्युमिडिटी मनपर्छ त्यसैले कहिलेकाहीँ पानी स्प्रे गर्नु राम्रो हुन्छ अब सबैभन्दा इम्पोर्टेन्ट कुरा फर्टिलाइजर्स राम्रो ग्रोथ र फूलका लागि फर्टिलाइजर जरुरी छ हुन्छ अनि अर्ग्यानिक जस्तै वर्मी कम्पोस्ट सीविड एक्सट्र्याक्ट धेरै राम्रो हुन्छ केमिकल फर्टिलाइजरमा एनपीके 1919 प्रयोग गर्न सकिन्छ तर 2 लिटर पानीमा एनपीके 1919 5 ग्राम हालेर हरेक 15 दिनमा दिन सकिन्छ राम्रो ग्रोथ र फूलका लागि फर्टिलाइजर जरुरी छ लिक्विड फर्टिलाइजर महिनामा 1-2 पटक दिनु राम्रो हुन्छ ओभर फर्टिलाइजिङ गरे के हुन्छ त्यसले रुट्स ड्यामेज हुन सक्छ र बिरुवा मर्न पनि सक्छ त्यसैले ब्यालेन्स राख्नु महत्त्वपूर्ण छ better clear solution वाटरिङ कन्ट्रोल गर्नु र ह्युमिडिटी बढाउनु के प्रब्लम आउन सक्छ येलो लिभ्स भनेको ओभर वाटरिङको संकेत हुन सक्छ ब्राउन टिप्स भनेको ह्युमिडिटी कम भएको हो आजको एपिसोडमा हामीले एन्थुरियमको केयर र फर्टिलाइजरको बारेमा धेरै कुरा गर्यौं यदि तपाई पनि आफ्नो घरमा यो ब्युटिफुल बिरुवा राख्न चाहनुहुन्छ भने आजका टिप्स फलो गर्नुहोस् धन्यवाद सुन्नु भएकोमा अर्को एपिसोडमा फेरि भेटौँला Stay green, keep growing, and happy gardening. Thank you, Petal, and me, Floral. Bye.